ल हेर्नु साथीहरू, अहिले म नेपालको रूपन्देही जिल्ला भलुईबाट अलिकति उत्तरपट्टि केउली भन्ने ठाउँमा हामी आज साथीभाइहरूसँग पिकनिक खान आएको। अनि यहाँ चाहिँ साथीहरू पौडी खेलिरहेछन्। अब यही पौडी खेल्नलाई यस्तै ठाउँमा जानलाई हामी विदेशमा गयौँ भने पैसा तिरेर जानुपर्ने हुन्छ। हाम्रो देशमा हामीले चाहिँ हाम्रो देशमा के कस्ता ठाउँहरू छन् विदेशमा भन्दा हाम्रो देशमा कति धेरै चाहिँ ठाउँहरू छ घुम्नको लागि, जहाँ हैन अब पैसाको कुरा त होइन, तर पनि अब गर्नु पर्दाखेरि पैसै तिरेर भन्ने हुन्छ। तर यसरी इन्जोय गर्न सकिन्छ। आफ्नो गाउँ ठाउँ आफ्नो देश भनेको आफ्नै हुन्छ। अनि यसरी अब यहाँ साथीहरू पौडी खेलिरहेछन्, म चाहिँ खेलेको छैन। अनि यो चाहिँ हामी रूपन्देही जिल्लाको भलुईबाट नजिकै केउली भन्ने ठाउँ हो र यहाँ चाहिँ साथीहरू पौडी खेलिरहेछन्। यहाँबाट अलिकति लगभग 200 मिटर जस्तो पर हामी चाहिँ पिकनिक खान भनेर आएको। त्यहाँ खाना बनाउने, यताउति खाने, नाचगान गर्ने, रमाइलो गर्ने गरियो र खाना बाँकी छ। अझै हामीले नास्ता खाएर आएको। साथीहरू पौडी खेलिरहेको छन् यहाँ। यो चाहिँ अब नेपालमा आउँदाखेरि कति रमाइलो हुन्छ, कस्तो इन्जोय हुन्छ। विदेश गएका मान्छेहरूले 2-4 महिना विदेश बसेर विदेश यहाँ यस्तो छ नेपालमा किन जाने भन्छन्। अब नेपालमा किन जाने, अब आफू जन्मेको हुर्केको ठाउँ होइन, आफ्नो ठाउँ आफ्नो देश आफ्नो माटो भनेको आफ्नै हुन्छ क्या, जसले जति जे भने पनि। त्यो हुँदाखेरि आफ्नो ठाउँमै आउनुपर्छ, आफ्नो ठाउँमै बस्नुपर्छ। हो देश विदेश जानुपर्छ, घुम्नुपर्छ। दुःख सुख मान्छेलाई कहिले के हुन्छ, कहिले कसलाई के हुन्छ, काम गर्ने 2-4 वर्ष बस्ने, आफ्नो एउटा चाहिँ मेसो मिलाउने व्यवस्था गर्ने, तर लास्टमा चाहिँ फर्केर नेपालमै आएर बस्नुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो। र म एउटा साथीले चाहिँ अब ढुङ्गामाथिबाट दाइ खाँदै हुनुहुन्छ। ल हेर्नुहोस्, यो मजा चाहिँ विदेशमा हामीले कहाँ पाइन्छ होइन र। यो मजा हामीले विदेशमा पाइँदैन। जति जसले जे भने पनि नेपाल भनेको यही हो। नेपालको विशेषता चाहिँ यही हो। यो रमाइलो चाहिँ, यो रमाइलोपन, यो नेपालीपन हामी विदेशमा गएर कहिल्यै पनि पाइँदैन। त्यसैले साथीहरू आफ्नो देशलाई माया गरौँ, आफ्नो माटोलाई माया गरौँ, जाउँ देश विदेश सबै घुमौँ होइन। दुःख सुख आफ्नो तरिकाले काम गरौँ, कमाउँ, रमाउँ, आफ्नो ठाउँमा छ। तर अन्तिममा आएर चाहिँ नेपालमै बस्नुपर्छ, नेपालमै रमाउनुपर्छ, नेपाललाई माया गर्नुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो है।